हेर्नुस् त, थाहै नपाइकन हुरुप लाग्यो। कसरी हुरुप लाग्यो त? कम्पनीले हुरुप लगाएको छैन, कम्पनी छोडेर भागेको छैन, तर पनि हुरुप लागेको। एकजना इन्डियन केरलाको नागरिक हुनुहुन्छ यहाँ, उहाँलाई हुरुप लागेको छ। यो कसरी हुरुप लाग्यो त? तपाईलाई पनि हुरुप लाग्न सक्छ साथीहरु। अब यदि तपाईँ कम्पनीमा कन्ट्याक्ट गर्नुभएको छैन भने तपाईको जुन कन्ट्याक्ट अवधि हुन्छ 1 वर्ष 2 वर्षको, या तपाईले कन्ट्याक्ट टर्मिनेट गर्नुहुन्छ, त्यसपछि तपाईले अर्को ठाउँमा कफला गर्नुहुन्न, तपाईलाई यहाँको साउदी सरकारले समय दिएको हुन्छ, त्यो समय अवधिमा तपाईले ट्रान्सफर गर्नुहुन्न भने तपाईलाई अब हुरुप लाग्ने छ साउदी अरबमा। र यो महत्त्वपूर्ण भिडियो साथीहरु, हाम्रो जति पनि नेपाली दाजुभाइ हुनुहुन्छ उहाँहरुसम्म यो भिडियो पुर्याउन धेरै जरुरी छ। मैले यसको बारेमा तपाईलाई सबैलाई जानकारी गराएँ, किनकि हाम्रो नेपाली दाजुभाइ पनि साउदी अरबमा हुनुहुन्छ, उहाँहरूले पनि कम्पनी ट्रान्सफर गरेको छ र एउटा कम्पनी छोडेर अर्को कम्पनीमा कफला गरेको छ। र साउदी अरबमा धेरै समय यता तपाईलाई थाहा छँदैछ एउटा कफला सिस्टम लागू भएको छ। यो कफला सिस्टम लागू भइसकेपछि धेरैलाई फाइदा पनि भएको छ र यही अनुसार अहिले साउदी गभर्नमेन्टको तर्फबाट सबैलाई हुरुप दिएको छ, हुरुप लगाएको छ, तर कम्पनीले लगाएको छैन। पहिला चाहिँ के थियो भने आफ्नो कफिल या कम्पनीले हुरुप लगाउँथ्यो भने अहिले तपाईहरुलाई कसैले पनि हुरुप लगाउनु पर्दैन, अटोमेटिक आफै तपाईकोमा हुरुप लाग्ने छ। यसको बारेमा तपाईलाई म आज पुरै जानकारी गराउनेछु। एकजना केरलाको नागरिकलाई हुरुप लागेको छ, यो कसरी त किन तपाईलाई पनि लाग्न सक्छ भोलिको दिनमा, त्यही कारणले गर्दा पनि आज यो भिडियो मार्फत तपाईलाई म एउटा यसको बारेमा पुरै जानकारी गराउनेछु। साथीहरुलाई सानो रिक्वेस्ट के गर्न चाहन्छु भने यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ, पहिलोचोटि भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई एक सब्स्क्राइब गरि जानु होला र भिडियोलाई एक लाइक पनि गरिदिनु होला। साथीहरु अब लागौं आजको मेन विषयतर्फ। मैले तपाईलाई अघि नै जानकारी गराइसके। साउदी अरबमा यदि तपाईहरु हुनुहुन्छ भने तपाईले अर्को कोही एउटा कम्पनी छोडेर कम्पनीमा तपाईले जानलाई सोच्नुहुन्छ र तपाईलाई कम्पनीले रिक्वेस्ट पठायो, त्यो तपाईले एक्सेप्ट गर्नु भएन, एक्सेप्ट नगरेपछि अटोमेटिक त्यो केही दिनपछि अटोमेटिक नै क्यान्सल हुन्छ र तपाईले आफ्नो कन्ट्याक्ट टर्मिनेट गर्नुभयो र यो अवस्थामा तपाईलाई धेरै समस्या पर्न सक्छ। अब साउदी अरबमा साउदी गभर्नमेन्टको तर्फबाट तपाईलाई 60 दिनको समय अवधि दिँदा पनि तपाईले कि त तपाई आफ्नो कम्पनी खोजेर तपाई ट्रान्सफर लिन पर्यो, एउटा कपिल समाएर, नत्र भने तपाई आफ्नो देश फर्किनु पर्यो भनेर केही समय अगाडि मैले तपाईलाई यही च्यानल मार्फत भिडियो बनाएर धेरै जानकारी गराउँदै आएको छु र त्यो भिडियो गएर तपाईले आज पनि हेर्न सक्नुहुन्छ। र यो हाम्रो नेपाली दाजुभाइ पनि हुन सक्छ यस्तो कुरा, किनकि एकजना केरलाको नागरिकलाई के भएको रहेछ भने उहाँले चाहिँ के गरेको रहेछ भने जब तपाईको कन्ट्याक्ट कम्पनीले जब 1 वर्ष 2 वर्षको कन्ट्याक्ट हुन्छ र 1-2 वर्षको कन्ट्याक्ट तपाईको सकिसकेपछि जब तपाईलाई कम्पनीले रिक्वेस्ट पठाउँछ र त्यो रिक्वेस्ट तपाईले टर्मिनेट गर्नुभयो, त्यो के हुन्छ भने साथीहरु तपाईलाई कम्पनीको जस्तै 1 वर्षको कन्ट्याक्ट भयो तपाईको र साउदी अरबमा अहिले धेरै सिस्टम यो छ कि 1 वर्ष नै कन्ट्याक्ट हुन्छ र कम्पनीले तपाईलाई त्यो एउटा 1 वर्षको तपाईको कन्ट्याक्ट अवधि सकेपछि तपाईलाई के गर्छ भने फेरि तपाईको अर्को कन्ट्याक्ट हुनुपर्ने हुन्छ। जब कन्ट्याक्ट सकेपछि फेरि अर्को रिकन्ट्याक्ट हुनुपर्ने हुन्छ। भन्न मतलब कि त तपाई अर्को कम्पनी खोजेर जानु पर्यो, कि त त्यही कम्पनीमा फेरि पनि कन्ट्याक्ट गर्न पर्यो। तपाईको कन्ट्याक्ट सिस्टम लागू भइसकेको छ साउदी अरबमा धेरै पहिला नै र तपाईले जुन कन्ट्याक्ट हुन्छ त्यो तपाईको क्यूओ को माध्यमबाट हुन्छ। तपाईले क्यूओ आफ्नो मोबाइलमा तपाईलाई कम्पनीले आफ्नो एउटा एक्सेप्ट रिक्वेस्ट पठाउँछ, त्यो तपाईले एक्सेप्ट गर्न पर्ने हुन्छ र एक्सेप्ट गर्न भने तपाईको त्यतिकै टर्मिनेट भएर जान्छ र तपाईलाई पनि यो हुन सक्छ तपाईको कन्ट्याक्ट कतिको छ के छ भनेर तपाईले आफ्नो मोबाइलदेखि नै चेक गर्न सक्नुहुन्छ। यसको लागि यो कुन साइटमा गरे भने नि ह्युमन रिसोर्स सोशल डेभलपमेन्ट भन्ने एउटा वेबसाइट छ साउदी गभर्नमेन्टको, त्यहाँ गएर तपाईले त्यो हुरुप चेक भनेर सर्च गरेर नि त्यहाँ गएर तपाईले आफ्नो इकामा नम्बर के हालेर तपाईले चेक गर्न सक्नुहुन्छ आफ्नो हुरुप लागेको छ कि छैन भनेर। किनकि हुरुप लाग्यो भने के हुन्छ भने कि त अब तपाई नेपाल जान पर्ने भयो, तपाईलाई पुलिसले समायो भने अब तपाई त्यही अनुसार नै के दिन जेलमा राखेर तपाईलाई सधैँको लागि रिपोर्ट गरिदिने छ, नत्र भने तपाईको कम्पनीलाई नि थाहै छैन, तपाईले कम्पनीले गएर सोध्नुहुन्छ हामीले लगाएको हैन यो हुरुप भन्छ। किनकि कि त अब तपाईको कपिललाई लिएर जहाजमा गएर कपिलले नै त्यहाँ गएर हटाउन सक्छ सही ठाउँमा। यो भिडियो मार्फत मैले आज तपाईलाई जानकारी गराएको। भोलिको दिनमा यो समस्या तपाईलाई पनि पर्न सक्छ। तपाईले आफ्नो कन्ट्याक्ट चेक गर्नु होला, तपाईको कन्ट्याक्ट कति समयको छ र कन्ट्याक्ट चेक गरिसकेपछि तपाईले तपाईको कन्ट्याक्ट सकिन लागेको छ भने यदि तपाईको कन्ट्याक्ट सकिए पनि तपाईलाई नोटिस दिनेछ गभर्नमेन्टको तर्फबाट। यदि दिनको नोटिस भन्दा कसैलाई 14 दिन, कसैलाई 1 महिनाको, कसैलाई 60 दिनको नोटिस पनि दिन्छ। त्यो नोटिस दिइसकेपछि तपाईको त्यो नोटिस पिरियड भित्रमा नि कि तपाईले त्यही कम्पनीसँग कन्ट्याक्ट गर्न पर्यो, नत्र भने अरु कम्पनी खोजेर तपाईले अरु कम्पनीमा जान पर्यो। यो कम्पनी लगाउने हुरुप हैन, तपाईलाई गभर्नमेन्टबाट नै अटोमेटिक हुरुप लाग्ने छ। यो साथीहरु तपाईले बुझ्न जरुरी छ। सायद यो भिडियो मार्फत तपाईले आज धेरै कुराहरु बुझ्नु भयो यसको बारेमा। तपाईले पनि आफ्नो मोबाइलमा तपाईले आफ्नो कन्ट्याक्ट अवधि चेक गर्न सक्नुहुन्छ, किनकि तपाईको कन्ट्याक्ट 1 साल 2 साल कतिको छ, किनकि धेरै जसो 1 सालको नै कन्ट्याक्ट हुन्छ। तपाईले आफ्नो मोबाइलदेखि नै आफ्नो कन्ट्याक्ट चेक गर्नु होला अनलाइन मार्फत। चेक गरिसकेपछि
लगाइसकेपछि के गर्नु भने साथीहरू तपाईँको कन्ट्याक्ट कति छ र अर्को कम्पनीले तपाईँलाई फेरि पनि कन्ट्याक्ट सकेको छ भने तपाईँले फेरि पनि त्यही कम्पनीसँग रिकन्ट्याक्ट गर्न चाहनुहुन्छ भने तपाईँलाई कम्पनीले रिक्वेस्ट पठाउनेछ र त्यो रिक्वेस्ट तपाईँले फेरि पनि एक्सेप्ट गरेर त्यो कम्पनीसँग कन्ट्याक्ट भयो भन्न सक्नुहुन्छ। नत्र भने तपाईँले त्यो कम्पनीको कन्ट्याक्ट एक्सेप्ट गर्न भएन भने तपाईँको कन्ट्याक्ट त्यतिकै टर्मिनेट हुन्छ र तपाईँलाई फेरि पनि अटोमेटिक हुरुप लाग्नेछ। यो समस्या तपाईँलाई नपरोस् साथीहरू। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो यो भिडियो सक्दो आफ्नो नेपाली दाजुभाइहरू पनि सेयर गरिदिनु होला। जति पनि साउदी अरबमा काम गर्ने हाम्रो नेपाली दाजुभाइहरू हुनुहुन्छ नेपालदेखि आउने साथीहरूलाई पनि यो भिडियो सक्दो सेयर गर्न जरुरी छ, किनकि उहाँहरूले पनि यसको बारेमा थाहा हुँदैन, उहाँहरूले पनि यो बुझ्न धेरै जरुरी छ।